राम राम। चेतना मन्थन ट्राभलिङ ब्लग्समा तपाईलाई स्वागत छ। म अहिले गान्तोकमा छु र गान्तोकको दृश्य यो तपाईलाई देखाउन चाहन्छु। यस्तो छ दृश्य अहिलेको। बिहान 6 बजे अहिले र आजको दिन अब सुरुवात गर्दैछु। हिजो राति र अस्ति राति यहाँ 2 दिन टेन्ट लगाएर एसएनटी भन्ने यो भवन हो, यसमा सरकारी बसहरू राख्ने बस स्ट्यान्ड जस्तै हो यो। र यो हो एसएनटी भन्ने, यसरी छ एसएनटी। ठुलो बिल्डिङ छ, ठुलो बिल्डिङ आएको छैन। र अब म यहाँबाट छाङ्गु लेकसम्म पुग्न चाहना थियो। अब हेरौँ के हुन्छ। अगाडि कहाँ जान्छौँ फेरि हजुरलाई बताउने नै छु। म अहिले गान्तोकबाट अब तलतिर जान खोजिरहेको छु। अब तलतिर जाने तयारी छ मेरो। र यहाँ हिँड्दै बाटोमा उहाँ सर भेट्नु भएको छ। उहाँ पत्रिकाको काम गर्नुभएको छ र उहाँले हिजो पनि मलाई राम्रै चासो दिएर मेरो मेसेज पढ्नु भएको थियो। सर, कस्तो लाग्यो मेरो मेसेज? हजुरलाई कस्तो लाग्यो? एकदम ठिक छ, एकदम राम्रो छ, एकदम राम्रो छ। तपाईको यो एउटा बालबच्चा नानी मान्छेहरूलाई एउटा उपदेश ज्ञान दिने काम चाहिँ एकदम राम्रो हो। हजुर, मेरो चाहना छ कि म जहाँ पनि जाऊँ बच्चा सम्बन्धी सत्सङ्ग होस्, बच्चा सम्बन्धी चर्चा होस्। भनेपछि अहिले हामीहरूको बच्चालाई दिने जुन शिक्षाहरू छ, तपाईलाई त्यस विषयमा केही भन्न चाहनुहुन्छ? शिक्षा कस्तो भइरहेछ वा कस्तो दिनुपर्ने हो, के हो? शिक्षा त ज्ञान गुणको अब के बच्चाहरूलाई त्यही त हो नि, नानीहरूलाई ज्ञान गुण धार्मिकको दिनुपर्छ। धार्मिक ज्ञान पनि चाहिन्छ बच्चालाई। सानैदेखि सिकाउनुपर्छ, धार्मिक संस्कार सिकाउनुपर्छ। एकदमै छ। अहिलेका नानीहरू चाहिँ बेसी मोबाइल मात्र हेर्ने के अरे कस्तो छाडा टाइपका हुन्छन्। त्यो नभइकन एउटा धार्मिक ज्ञान सिक्नु जरुरी छ। भनेपछि अहिलेको हाम्रो जुन पाठ्यक्रम छ, हाम्रो जुन बच्चाहरूलाई सिकाइरहेछ गुरुहरूले, यसमा धार्मिक ज्ञान अध्यात्मसँग जोड्ने केही देख्नु भएको छ? केही छ अहिले गरिरहेछ त्यस्तो? गुरुहरूले खासै त दिएको खालि सैद्धान्तिक पाठ मात्रै पढायो हुन्छ है। आध्यात्मिकसँग जोड्ने कुनै के अरे पद्धति त्यस्तो छैन जस्तो लाग्छ मलाई। हो, त्यो आध्यात्मिक पद्धति पनि त हाम्रो हुनु पर्यो हैन? जस्तै यीशु धर्महरूमा चाहिँ बच्चाहरूलाई के अरे प्रार्थना गर्न लाउँछ या के गर्न लाउँछ हैन? त्यस्तै हाम्रो हिन्दू धर्ममा पनि केही न केही त्यस्तो आध्यात्मिक ज्ञान लाउनु पर्यो। जस्तो साई बाबाले पनि लगाउँछ होइन, हप्तामा एकचोटि। जस्तै मुस्लिम धर्महरूले चाहिँ पुरै बच्चाहरूलाई बच्चैदेखि धर्मको पाठहरू सिकाउँछ, ज्ञान सिकाउँछ भने हिन्दूले किन नसिकाउने? हिन्दूमा पनि यो सिकाउन जरुरी छ। यो आध्यात्मिक ज्ञान सिकाउन जरुरी छ। यो चाहिँ ज्ञान हाम्रो नानीहरूलाई, हिन्दूको नानीहरूलाई नै हप्ताको एकचोटि अथवा छुट्टीको दिन मिलाएर आइतबार के बार हुन्छ मिलाएर चाहिँ सिक्नलाई जरुरी छ। हिन्दूको पनि सिक्न जरुरी छ। यही कुराहरू
हाम्रो हिन्दू संस्कारमा हाम्रो बच्चाहरूलाई दिने शिक्षा के कस्तो भइरहेछ यो कुरामा विशेष छलफल होस् हैन। हामी बच्चाको लागि एकजुट हौँ हैन, नानीहरूको लागि एकजुट हौँ, नानीहरूलाई चाहिँ एउटा सही मार्गमा लैजाउँ होइन। सानैदेखि सही मार्गमा लग्यो भने त ठुलो भएर नि एउटा विद्वान हुन्छ। हजुर नानीहरूलाई सही मार्गमा लान जरुरी छ। मेरो मेसेज यही हो। एकदम ठिक छ, तपाईँको कार्यक्रम एकदम ठिक छ, एकदम राम्रो छ, एकदम यो सही कार्यक्रम हो। ल धन्यवाद है हजुर। ल हजुरले नाम भनिदिनुहोस्। मेरो काजी बुढाथोकी। काजी बुढाथोकी। हजुरले के यो गान्तोक हस्पिटल डाँडा न्युजपेपर करिब 30 वर्षदेखि यसको काम गर्दै आउनु। हजुर ल धन्यवाद है सर। धन्यवाद सर। ल गान्तोकमा म अगाडि बढ्दैछु अनि यहाँ बाटोमा यहाँ दाइहरू भेट्नु भएको छ है। हामी यहाँ गान्तोक टाइटेनिक लोकल ट्याक्सी स्ट्यान्ड, लोकल वेलफेयर ट्याक्सी स्ट्यान्ड। एकदम सही कुरा हो। ल उहाँहरूले बच्चाको विषयमा मेरो मेसेज छ। बच्चाहरूको विषयमा तपाईँले के भन्न चाहनुहुन्छ? यदि कसैले सोध्यो भने बच्चाको विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँको बच्चा कस्तो हुनु पर्यो हैन? तपाईँको बच्चाले अहिले जुन पढिराखेको छ त्यसमा केही कमी कमजोरी छ कि हैन? हामीले आफ्नो बच्चालाई राम्रो गर्दा गर्दै पनि हाम्रो बच्चा बिग्रिरहेछ। यसको के छ हजुरको? के भन्न मन लाग्छ भन्नुहोस्। बच्चाहरू पढ्दा पढ्दै बिग्रिने विषयमा हजुर अब त्यो त प्यारेन्ट्स माथि हो, अलिक प्यारेन्ट्स आमा बुवाको अनि जसको आमा बुवा एकदमै राम्रो छ, राम्रोसँग पढाए लेखाए, त्यही पनि त्यो ठुलो बन्यो, इन्जिनियर डक्टर बन्यो, तर इन्जिनियर डक्टरले पनि आमा बाउलाई लास्टमा चाहिँ माया गरेको देखिँदैन। यो के कारण हुनसक्छ? यो कारण त अब तपाईँहरू के भन्नुहुन्छ, अब आफ्नो आफ्नो एउटा सोचै आफ्नो आफ्नो विचार हो होइन। विचार कहाँ ज्ञानबाट आउने हो नि। आफ्नो आफ्नो विचार भनेपछि पढे लेखेर पनि उसको चाहिँ आमा बाउप्रतिको ज्ञान नआएको होला त। त्यो पढे लेखे विषयमा चाहिँ अब ज्ञान नहुने कुरा होइन, ज्ञान त अब आएको भएकै कुरा हुन्छ। मान्छे अब अहिलेको जेनेरेसनै त्यस्तो भइसक्यो, बिहा गरेपछि त आमा बाउ भन्ने चिज त बिर्सै हो नि। अब बिहा गरेपछि यो मलाई कस्तो लाग्छ भने यो बिर्सिनको कारण हाम्रो बच्चाले जब सही समयमा जब हामीले बच्चालाई स्कुलमा पठाउँछौँ त्यो बेलादेखिको शिक्षाको कमी, शिक्षाको कमजोरी, जस्तो शिक्षा हाम्रो बालबच्चाहरूलाई दिनुपर्ने हो त्यस्तो शिक्षा हाम्रो गुरुबाट नपाएको हुनसक्छ। त्यही भएर ठुलो भएर पनि त्यो मान्छे त्यही अनुसारको आफ्नो जीवन चलाउँछ। अब अहिलेको जमानामा के छ भने सबैजना अब सबै हाई लेभल छ होइन। अब आफ्नो नानीलाई सँगै राख्नु चाहँदैन, सबैभन्दा कमजोर त्यही हो। सँगै राख्नु पर्यो, सँगै हिँडाउनु पर्यो, सबै दुःख सुख बुताउनु पर्यो होइन। त्यो अब सानोदेखि नै हस्टेल राख्छ, हस्टेल राखेपछि चाहिँ अब के हुन्छ भने नानीहरू अब आमा बाउको प्रेमदेखि अलगै हुन्छ, त्यहाँदेखि त्यतिकै अलगै त्यही हो होइन। होस्टेल राखेको आमा बाउले त राम्रो गर्न खोज्या राम्रो, तर त्यहाँ कमजोरी कहाँ छ भने जहाँ हाम्रो शिक्षा दिइरहेछ त्यहाँ कमजोरी छ के। हाम्रो बच्चालाई यदि संस्कारित शिक्षा त्यहाँबाट पाउनु पर्यो, त्यो त्यहाँबाट नपाएको भएर हाम्रो जेनेरेसन यसरी बिग्रिरहेको छ है। मैले देखे अनुसार यो मैले भनेको अनुसार तपाईँले चित्त बुझिया छ कस्तो लाग्छ? एकदम राइट। सानदेखि नानीलाई गाइड राम्रो हुनु पऱ्यो, त्यही हो होइन, सबै सिकाउनु पऱ्यो। धन्यवाद सर, थ्याङ्क यू। हजुरको नाम भन्नुहोस्। अभिषेक लिम्बू, वेस्ट सिक्किमबाट। हजुर वेस्ट सिक्किमबाट। ल धन्यवाद। हुन्छ। ल यहाँको दृश्य यस्तो छ र म लिफ्ट लिएर जाने हो अगाडि, म लिफ्ट लिएरै यहाँसम्म आएको हो। अब लिफ्ट लिएर अगाडि बढ्नु। ल धन्यवाद सर है। हजुर म मेरो पनि रिकर्ड गर्छु। भन्नुहोस् न, भन्नुहोस्।
तपाईँ चाहिँ अहिले कहाँदेखि आउनु भएको? म जनकपुर धाम नेपालदेखि आएको। जनकपुर धाम नेपालदेखि है? हजुर। ए तपाईँ कति दिनमा चाहिँ आइपुग्नु? यहाँ लगभग 3 दिनमा आइपुगेँ। 3 दिनमा आइपुग्नु? एक दिन इटहरी बसेँ। हजुर। जनकपुरबाट एक दिन इटहरी बसेँ। हजुर। इटहरीबाट यो सुबुक भन्ने ठाउँमा बसेँ। हजुर। अनि सुबुकबाट यहाँ आइपुगेँ। कति दिनको टुर तपाईँको अब यो चाहिँ? होइन, मेरो टुर त ट्राभलिङ ब्लग्स म बनाउँछु। हजुर। म टुर भइरहन्छ। म अब यहाँबाट कहाँ हुन्छ अगाडि जाँदैछु। अगाडि जाँदैछु। ल धन्यवाद है। यो कुन ठाउँ हो भाइ? यो तपाईँको यो गुरुद्वारा गुरुद्वारा भन्छ गान्तोकमा म अहिले गुरुद्वाराको नजिक छु र उहाँ भाइ भेट्नु भएको छ। भाइले जिज्ञासा राख्नुभयो कि यो के हो बोर्ड भनेर। अनि भाइलाई मैले बच्चाको विषयमा तपाईँलाई मैले सोध्दैछु, तपाईँ के भन्न चाहनुहुन्छ? बच्चा हाम्रो के अरे बच्चादेखि लिएर होइन स्कुल नगइन्जेलसम्म, स्कुल गएपछि हाम्रो बच्चालाई के कस्तो हुनुपर्छ पढाइ लेखाइ? हाम्रो जेनेरेसनको अहिलेको जेनेरेसनमा चाहिँ के छ भने चाहिँ नानीहरूलाई फोन चाहिन्छ। अहिले मेन तपाईँको यो फोनले गर्दाखेरि चाहिँ नानीहरू पुरै अब हाम्रो गान्तोकमा चाहिँ तपाईँको 30% चाहिँ अहिले फोनले गर्दा नै स्कुल गएको छैन, एब्सेन्ट हुन्छ। कोही घरबाट पढाउनु सक्दैन, कोही दुःख गरेर पढाइरहेको हुन्छ आमा बाउले होइन। तर बुझिदिँदैन छोराछोरीहरूले यस्तो फोन किनिदिए, यो फोन किनिदिए, महँगो फोन किनिदिए हो। 30% चाहिँ हाम्रो सिक्किममा चाहिँ त्यही भइरहेको छ। अरूको देखासेखी गर्छ, अरू चाहिँ देखासेखी गर्छ, अरूको आरिस गर्छ हो। अन्त त्यति चाहिँ भन्न चाहन्छु। अरू 70% ठिकठाक छ। 70% भन्दाखेरि पनि स्टुडेन्ट त पढ्दैछ, पढ्ने मान्छेहरू स्टुडेन्ट त केटा होस् केटी होस् पढ्दैछ राम्रै। के अरे हाम्रो जुन बच्चाहरूलाई दिने शिक्षामा केही कमजोरी देख्नु भएको छैन? म चाहिँ के सजेस्ट गर्छु भने चाहिँ नानीहरूलाई चाहिँ प्यारेन्ट्सले एकदम गाइड गर्नुपर्ने क्या हो। प्यारेन्ट्सले त गाइड गरेको गर्छ, गाइड मतलब उनीहरू पठाउँछ होइन। अनि अब गाइड गर्नुपर्ने त स्कुल हो नि वास्तवमा प्रायः होइन। स्कुलले राम्रो सिकाउनु पर्ने हो। स्कुलले अलिकति यसो लाइनमा ल्यायो भने पनि स्टुडेन्ट पनि यताउता नगरी तपाईँको अहिले के छ भन्नुहोस् त, अहिले स्कलरसिप छ एउटा। अहिले कस्तो फाइदा छ, गभर्मेन्ट स्कुलमा पनि भयो, प्राइभेट स्कुल अब छोडिदिउँ, प्राइभेट स्कुल नपढाउनेले चाहिँ पढाउँदैन। अहिले त प्राइभेट स्कुल छ, गभर्मेन्ट पनि एकदमै राम्रो बनाएको छ। हाम्रो यहाँ सिएम पिएस गोले सर हुनुहुन्छ नि, उहाँले धेरै 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 पहिलाको भन्दा निकै प्रगति गर्नुभएको छ। पहिला हामी पढ्दा कस्तो थियो भने हामीले पहिला सानोमा 2-3 पढ्दाखेरि, हामी तालुङ पढ्दाखेरि हामीले हाउस ड्रेस लाउनु पाएन। अहिले तपाईँको अहिलेको हालैको छ भने हाम्रो यहाँ पेस गोल सरले उहाँले बनाइदिनु भएको छ, कम्प्युटर क्लास बनाइदिनु भएको छ। हाम्रो टाइममा थिएन है, हाम्रो टाइममा बन्दा पनि थिएन। पहिलाभन्दा अहिले प्रगति भएको छ एकदमै निकै। प्राइभेट र सरकारी जुन बनाएको छ, वास्तवमा यो प्राइभेट र सरकारी बच्चा त हाम्रो सबैको लागि राम्रो हो त। अब प्राइभेट अब खोइ अब हेरी हुन्छ तपाईँको यो अब प्यारेन्ट्सको मर्जी हो त्यो। अब प्यारेन्ट्सले अब उनीहरूलाई इङ्ग्लिस सिकाउनु, मेन त अब त्यो इङ्ग्लिस कोर्सै भनेरै उनीहरूलाई राम्रो एजुकेसन होस् भनेर इङ्ग्लिसमा हाल्छ, इङ्ग्लिस स्कुलमा हाल्छ प्राइभेटमा। मान्छे इङ्ग्लिस पढ्दैमा मान्छे ज्ञानी हुन्छ त? हुँदैन। गभर्मेन्ट स्कुलमा पनि इङ्ग्लिस आरामले पढ्नु सक्छ हो, प्राइभेट स्कुलमा मात्रै पढ्नु भने छैन हो। हाम्रो यता तपाईँको यो हाम्रो पिएस गोले साहबको वाइफको पनि अहिले त्यता दिल्ली स्कुल खोलेको छ, नयाँ पब्लिक स्कुल। कहाँ भने तपाईँको लुम्चेमा खोलेको छ। एकदम राम्रो छ त्यो स्कुल, म त सजेस्ट गर्छु, एकदमै राम्रो छ। बाहिर दिल्लीको त्यो स्कुल चाहिँ एकदमै राम्रो छ हो। अनि त्यहाँ चाहिँ तपाईँको फेसिलिटिज पनि राम्रो छ, एकदम राम्रो। ल धन्यवाद भाइ, हजुरले 2 शब्द भन्नुभयो, यसको लागि धन्यवाद। थ्याङ्क यू। फाइनली म प्रेम गर्ने दाजु मलाई भेट्नुभयो र प्रेमको खोजी गर्दै गर्दै म त धेरै तलसम्म आएँ, तर आखिरीमा प्रेम त छ, प्रेम पाइन्छ। र म प्रेमको सन्देश दिँदै हिँडेपछि म हरेस खाँदैन। दाइ हजुरलाई प्रेम गर्नुभएकोमा धेरै धेरै धन्यवाद छ है। म अघिदेखि होइन त्यो गान्तोक रोडबाट नै
टाउनबाट नै इसारा त दिएँ सबैलाई। मेरो काम हो प्रेमलाई अगाडि बढाउने, निस्वार्थ प्रेमलाई। अनि म मेसेज लिएर हिँडिरहेको छु। हाम्रो बच्चाको भविष्य कसको हातमा भनेर सोध्छु म अरू मान्छेहरूलाई। हजुरले केही बोल्न चाहनुहुन्छ? के बोल्नु अब मैले बच्चा, हाम्रो बच्चाको विषयमा के हुनुपर्ने हो, पढाइ लेखाइ यताउति होइन के? बच्चाको एजुकेसन त अब सबैलाई आमाबाउको उयो हुन्छ कि राम्रै होस् भन्छ होइन। तर राम्रो भएको छैन, के कारण होला? कारण त के हो, हाम्रो यो ट्याक्सी लाइन होइन, हजुर ट्याक्सी लाइनको काम हो, त्यही त हो नि। अब कोही बेला कमाइ हुन्छ, कोही बेला हुँदैन, निर्भर ट्याक्सीमै छ होइन। तर हाम्रो समाजको हरेक बच्चाले ज्ञान पाउनुपर्छ भन्ने त सरकारको जिम्मेवारी हुनुपर्छ नि है, समाजको जिम्मेवारी हुनुपर्छ होइन। हाम्रो हरेक बच्चाले राम्रो शिक्षा दीक्षा पाउन्, राम्रो मान्छे बनुन् होइन, त्यो त चाहना हुनु पर्यो। त्यसको लागि छलफल केही बच्चाको बारेमा छलफल भएको छ त हाम्रो समाजमा? हाम्रो समाजमा त अब भइहाल्छ नि, सिर्फ आफ्नो बच्चाको लागि मात्रै गरेको छ। सामूहिक रूपमा छलफल उठाउनुपर्छ भन्ने मैले यो आवाजलाई अगाडि सार्दैछु हजुर है। ल, हजुरले प्रेम गर्नुभयो, फेरि धन्यवाद। ल, धन्यवाद। गान्तोकबाट थोरै यहाँ तल आएँ सिङटम, र सिङटमको दृश्य यो छ, यस्तो छ। सिङटम भन्ने ठाउँ छ, पेट्रोल पम्पमा त्यो डायलग ल्याएर झारिदिनु भयो, यहीँसम्म हो अरे। अनि यहाँबाट म यतातिर लाग्छु, यतातिर जाँदैछु। अनि यस्तो छ सिङटमको दृश्य, ठुलो डाँडो छ। म उता तलबाट झरेँ है, यस्तो छ। ल, म अब अगाडि अर्को लिफ्ट लिने यसमा अब हिँड्दैछु। हेरौँ अब कहाँसम्म लिफ्ट पाउँछ। सिङटमबाट तल झर्दैछु। अहिले पाएको छैन लिफ्ट। अब यस्तो छ यहाँको दृश्य, यस्तो छ। यी माथिबाट आएको, माथि हो गान्तोक, यहाँ यस्तो छ। अब हेरौँ कति बेलासम्म पाउँछ। यहाँ लिफ्ट अलिक कमै पाइया छ होइन। लिफ्ट नपाए त यहाँसम्म कसरी आइपुग्थ्यो, तर अलि तलको भन्दा अलि यहाँ कम छन् लिफ्ट। मान्छे दिने मान्छे अलि कम भन्नुपर्छ। हेलो, अब हेरौँ पाइन्छ। सबै
उही परमात्माले फिक्स गरेको छ मलाई कोसँग जोडेको छ उसैले दिने हो सबैले दिन मिल्दैन र सबैको अवसर आउँदैन धन्यवाद अघि रानी पुलमा झरेको थियो है अहिले चाहिँ सिङटम आउनै बाँकी छ र त्यो ट्रकवाला भाइले यहाँ झारिदियो यो टनल छ टनल पहाडलाई फोडेर टनल बनाएको रहेछ है सानै छ टनलमा लाइट देखाउँछु तपाईँलाई है यो टनल धेरै ठुलो छैन कति मिटरको टनल हो के लेखा छ सडक विभाग परियोजनामा यस्तो लेखा छ अनि मिटर लेखा छैन मिटर लेखा छैन कति मिटरको हो भनेर यस्तो छ टनलको दृश्य राम्रो रहेछ टनलको दृश्य छ धुलो हुँदो रहेछ धुलो त छैन ठिकै हो पिच त राम्रै छ कान बन्द हुँदो रहेछ टनल पार गरिसके यस्तो छ पार गरिसके बाहिरबाट यस्तो छ दृश्य यस्तो छ है यस्तो छ लेखेको यस्तो छ यस्तो छ फाइनली म टनलबाट लिफ्ट पाएँ र लिफ्ट दिनुहुने भाइ तपाईँले धेरै धेरै धन्यवाद छ हजुरले प्रेम गर्नुभयो र यस्तो भाडावाला गाडीमा पनि तपाईँले लिफ्ट दिनुभयो यो सबैसँग यस्तो के अरे प्रेम गर्ने सामर्थ्य हुँदैन तपाईँमा छ यसको लागि धेरै धेरै धन्यवाद र म सबैमा यस्तो प्रेम गर्ने सामर्थ्य समाजमा बढीभन्दा बढी होस् भन्न चाहन्छु यही मेसेज हो मेरो र हाम्रो अर्को मेसेज छ हाम्रो बच्चाको भविष्य कसको हातमा भनेर यसरी सोच्दैछु तपाईँले केही भन्न चाहनुहुन्छ बच्चाको भविष्यबारे होइन बच्चा हामी सबैको बच्चाको भविष्यबारे जस्तै हाम्रो बच्चाले पढाइरहेको शिक्षामा केही परिवर्तन हुन्छ कि केही गर्न पर्छ कि अहिले दिइरहेको शिक्षामा केही परिवर्तन चाहनु भएको छ कि अनि अर्को छ मेरो सन्देश जसरी हजुरले प्रेम गर्नुभयो प्रेम दान
प्रेम र दान साथसाथ हिँड्छ है। अहिले हजुरले प्रेम र दान साथसाथ गर्नुभयो है, त्यही भएर हामी यसरी नजिक भयौँ र यसरी एक आपसको चेतना साझा गरेका छौँ है। त्यही भएर प्रेम र दान साथसाथ हिँड्छ। त्यसपछि गुरु, ज्ञान, स्वास्थ्य, धन, स्त्री पुरुष, प्रयोग, भगवान और मोक्ष, यो सबै शब्द अहिले जे जति भने मैले, यो सबै हाम्रो विचार या चेतनामा हरेक बिहान उठेदेखि बेलुका राति सुत्नुभन्दा अगाडिसम्म हाम्रो विचारमा आउनुपर्छ। यसरी हाम्रो विचारमा आएर मात्रै हुँदैन, यसमा हाम्रो विचारले काम गर्नुपर्छ है। जसरी अहिले हजुरको विचारमा प्रेममाथि काम गर्यो, दानमाथि काम गर्यो, यसरी नै सबै मैले जति भने शब्दहरू, सबै शब्दहरूमा हाम्रो विचारले काम गर्नुपर्छ है त। यही हो मेरो सन्देश। धन्यवाद भाइ। म गान्तोकबाट यहाँ आएँ, खाना खाने टाइम भयो अनि खाना खाएको हो यहाँ। यस्तो छ होटलको बिल। त्यो होटलको नाम भनिदिनुहोस् त। होटल प्रयास। प्रयास कुन ठाउँ हो यो? गेल खोला। ए के भन्नुभयो? गेल खोला। जेल खोला। अच्छा, धेरै मिठो खाना छ र मान्छेलाई स्वास्थ्यवर्धक चाहिने खाना चाहिँ यहाँ पाएछ। भाइ भाइ, यो तपाईँको यो काँको के अरे करेलाको तितौरा बहुत मिठो लाग्यो है। धन्यवाद। करेलाको तितौरा हैन, करेला फ्राई। फ्राई हो यो? ए तितौरा हैन? ए फ्राई रहेछ, मिठो लाग्यो। ल धन्यवाद। ल यो मेरो गाडी छ, यही गाडीमा आएको हो। अब यस्तो छ बाहिरको दृश्य। प्रयास होटल भनेर लेखेको छ। त्यसरी छ यहाँको दृश्य। म यही गाडीबाट आएको। भाइ मलाई कति किलोमिटरसम्म ल्याइदिनु भयो? तपाईँलाई मैले 150 किलोमिटर 150 किलोमिटर उहाँले भाइले मलाई यात्रा गराइदिनु भयो। गान्तोकबाट अलिक तलबाट ल्याइदिनु भयो। भाइले गरेको प्रेमलाई म धेरै धन्यवाद दिन चाहन्छु है। अब भाइको यो के नामको गाडी हो? मेरो सोमु गोल्ड। सोमु गोल्ड। हजुर। ए सोमु गोल्ड कहाँ? यो
सिलिगुडीबाट गान्तोकसम्म गान्तोक हजुर ए ल सोमु के भन्नु सोमु गोल्ड गाडी हो धेरै राम्रो हेल्पफुल भाइ हुनुहुन्छ उहाँले यस्तो छ गाडी अनि उहाँले मलाई यत्रो लामो बाटो प्रेम गर्नुभयो भाइ बच्चाको विषयमा केही भन्न चाहनुहुन्छ बच्चाको विषयमा त के भन्नु अब त्यही सबले बच्चालाई माया गरिदिनु माया गर्नु पर्यो है आफ्नो लागि गरिदिनु अर्को बच्चालाई माया गरिदिनु है अनि प्रेमको बारेमा हजुर प्रेम सबले अब राम्रै प्रेम गरिदिनु सबैजनालाई मिलेर बसिदिनु है ल ल धन्यवाद है ल ल ल ल म अहिले सिलिगुडी गान्तोकबाट सिलिगुडी झारिदिनु भयो त्यो भाइले अनि जस्ट थोरै समयमा मलाई उहाँ दाइ भेट्नुभयो ए पानी ट्याङ्कीसम्म उहाँ दाइले छोडिदिनु भन्नुभएको छ हजुर अनि यता हेरिदिनुहोस् त हजुरको नाम भनिदिनुहोस् हजुर गोले अनि यो प्राइभेट कि आफ्नो गाडी हो यो मेरो गाडी हो ए ए भएर तपाईँलाई उठाएको त मालिकको भए त मालिकले हिसाब खोजिहाल्छ ल मलाई परेन त हिसाब अनि के छ गाडीको नाम के राख्नु भएको छ गाडीको नामै गोले राखेको छ ए गोले ल अनि यो कहाँदेखि कहाँसम्म चलाउनुहुन्छ यो म चाहिँ एनजिपी सिलिगुडी होइन हजुर अनि काँगरभित्ता नेपाल ए पानीट्याङ्की बोर्डर काँगरभित्ता बोर्डर ए काँगरभित्ता बोर्डर नेपाल इन्डिया टु नेपाल अच्छा ल इन्डिया टु धन्यवाद नेपाल टु इन्डिया ल धेरै हजुरलाई म सबभन्दा पहिला त हजुरले प्रेम गर्नुभयो यसको लागि धेरै धेरै धन्यवाद र मेरो सन्देश भनेको निस्वार्थ प्रेम गर्नु हो जबसम्म हाम्रो हरेक मानवमा निस्वार्थ प्रेमको भावना पर्दैन तबसम्म न हाम्रो घर ठिक हुन्छ न समाज ठिक हुन्छ न हाम्रो राष्ट्र ठिक हुन्छ त्यही भएर हामीले सक्दो निस्वार्थ प्रेमको अवसर आयो भने त्यसलाई चुक्नु हुँदैन है अनि बच्चाको विषयमा केही बोल्न चाहनुहुन्छ हामीहरूको बच्चाको भविष्य कसको हातमा भनेर मैले प्रश्न गरिरहेको खै मैले त बिहे गरेको छैन थाहै छैन मलाई त एउटा यसो हेरिदिनु पर्यो अब त्यही पनि तपाईँले अरूको बच्चा होइन लाई के कमी देख्नु भएको छ के गरिदिनु पर्यो कहाँबाट कसरी राम्रो हुन्छ के भन्न चाहनुहुन्छ अब अरूको बच्चाहरूलाई अब के भन्नु मैले अब राम्रै होस् भन्छु नि अब के भन्नु राम्रै होस् अब राम्रै होस् राम्रो बनोस् होइन एकदम तर यस्तो होइन कि त्यो फेरि केही नबुझिकन कुट्ने पिट्ने झगडा गर्ने त्यो त्यसरी नहोस् होइन अस्ति त्यो नेपालमा भयो जस्तै हजुरले प्रेम गर्नुभयो प्रेमको साथसाथै मलाई दान पनि गर्नुभयो सहयोग गरेर हजुर प्रेम दान भयो गुरुको बारेमा के भन्नुहुन्छ गुरु हजुर कस्तो गुरु फेरि मतलब जेसुकै पनि गुरुको महत्त्व के गुरुको बारेमा सो हजुरलाई दुई शब्द भन्नु भन्यो भने के भन्नुहुन्छ हो गुरु शिक्षाको गुरु होस् या तपाईँले होइन जोसुकै आफूलाई चेतना दिने जोसुकै मान्छे गुरु हुन्छ क्या आफूलाई भलो चिताउने चेतना दिने मैले नजानेको कुरो उहाँले सिकाउने धेरै खुसी लाग्छ नि राम्रो लाग्छ उहाँहरूले भने कुरो पनि म मान्ने गर्छु मलाई पनि राम्रो लाग्छ मलाई दया लाग्छ मलाई मैले नजानेको कुरो सिकाइदिनु भयो भनेर म मैले बिर्सिदिनँ अनि स्वास्थ्यको बारेमा केही तपाईँ स्वास्थ्यको बारेमा केही भन्नुहुन्छ स्वास्थ्य भनेको चाहिँ जस्तै तपाईँ आफ्नो स्वास्थ्यको लागि के गर्नुभएको छ एक्सर्साइज व्यायामहरू वा केही एक्सर्साइज चाहिँ म पहिला गर्थेँ हजुर यसो बडी सडी बनाउने हजुर अहिले चाहिँ
गरेको छैन कहिलेको मन लाग्यो भने यसो आफै भुक्तान गर्यो अनि बिहानै नुहायो 1 घन्टा लगाएर नुहाउँछु म अनि गाडी धोयो भने 2 घन्टा लगाउँछु अनि त्यसपछि गाडी निकाल्छु मान्छे खोज्छु भाडा मान्छे होइन पेसेन्जर हाल्छु अनि सिलगढी एनजेपी पुग्छु म अनि कहिलेको रिजर्भ हो भने दार्जिलिङको पायो भने दार्जिलिङमै म पुग्छु हाम्रो स्वास्थ्यको लागि स्वास्थ्यलाई प्रभाव नपर्ने कुराहरू होइन प्रभाव पार्ने कुराहरू चाहिँ खानु भएन होइन स्वस्थकर चिज खानु पर्यो होइन म त्यस्तो नराम्रो चिज चाहिँ खाँदिनँ चुरेट पिउँदिनँ होइन गुट्का सुट्का खैनी साइनी म त्यो गन्दै लिँदिनँ अरूले खाएर मेरो छेउमा आयो भने म अलिक पर लाग्छु धेरै राम्रो त्यस्तो खाले मान्छे म चाहिँ ल हजुर जो स्वास्थ्यको लागि राम्रो ख्याल गर्नु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद छ ल हजुर धन्यवाद हजुर है ल सिलगढीको बालडोगरा भन्ने ठाउँ हो यो यस्तो छ बालडोगरा एयरपोर्ट नजिकै छ बालडोगरा ठाउँ ठुलो एयरपोर्ट छ सिलगढीको बालडोगरा टी बागान चियाबारी यता पनि छ चियाबारी सिलगढी पानी ट्याङ्की नजिकको चियाबारी ल सिलगढीबाट उहाँ पानी ट्याङ्कीसम्म ल्याइदिनु भएको छ यो बोर्डरसम्म पानी ट्याङ्की बोर्डर नेपालको बोर्डर यो है अनि उहाँ दाइ नाम भन्नुहोस् त हजुरको मेरो हिमाल गोले तामाङ ए हिमाल